साल 1960 मा जब युएस र सोभियत बीचको स्पेस रेस चलिरहँदा अर्को एउटा रेस पनि चल्दै थियो। त्यो हो सेन्टर अफ आवर प्लेनेट, यानि कि कसले पहिला पृथ्वीको भित्री कोरसम्म ड्रिलिङ गर्न सक्छ भनेर। तर यो रेसमा पृथ्वीको भित्री कोरसम्म पुग्नु मात्र थिएन, ताकि यसको अध्ययन पनि गर्नु थियो। तर यो रेसमा कुन देशले जित्यो त्यो जान्ने छौं आजको यो भिडियोमा। 20 years, Russian scientists and engineers drilled deeper and deeper. It's by far the world's deepest. साल 1969 मा पहिलो पटक चन्द्रमामा हामी मानव जातिले आफ्नो कदम राखेको थियो। साथै मंगल ग्रहमा पनि हामीले आफ्नो सफलताको झण्डा फरफराउन सफल भयौं। हामीले अन्तरिक्षमा कैयौं मिशनहरू अनि अध्ययन गर्न पनि सफल भयौं। तर तपाई यो सुनेर अचम्ममा पर्नुहुनेछ, हामीले अन्तरिक्षको कैयौं रहस्यहरू जाने तापनि आफ्नै पृथ्वीको बारेमा भनी अनजान बनै छौं। हजुर, तपाईले सही सुन्नुभयो। अहिलेसम्म हामीले पृथ्वीको सर्फेसलाई 20% मात्र एक्सप्लोर गर्न सकेका छौं। अझै पनि पृथ्वीको 80% अनएक्सप्लोर नै छ अनि पृथ्वीको भित्री भागले 0.05% मात्र जान्न सकेको छौं। कति आश्चर्यको कुरा छ यो। 2030 सम्ममा हामी मंगल ग्रहमा मानव बस्ती बसाउँछु भन्दै गर्दा आफ्नै पृथ्वीको बारेमा 50% भन्दा जानेकै छैनौं। पृथ्वीमा अझै कति धेरै रहस्यमय ठाउँहरू छन्, रहस्यमय जीवहरू छन्, तिनीहरूको बारेमा हामी मानव जातिहरू अझै अनजानमै छौं। हामीहरूलाई थाहा छैन पृथ्वीको भित्र के छ। सामान्य हामीले यही जानेका छौं अनि तपाईले पनि पढ्नु भएको होला। पृथ्वीको 4वटा लेयरहरू हुन्छन् भनेर, जसमा सबैभन्दा माथि क्रस्ट, दोस्रो मेन्टल, तेस्रो अप्पर कोर अनि बीचमा इनर कोर। यो हाम्रो पृथ्वीको बनावट हो, तर यो वैज्ञानिकहरूद्वारा दिएको एउटा अनुमान थ्योरी मात्र हो, किनकि आजसम्म कसैले पनि यसको बारेमा ठोस प्रमाण दिन सकेको छैन यही नै हाम्रो पृथ्वीको बनावट हो भनेर। आजसम्म कसैलाई थाहा छैन हाम्रो पृथ्वीमा कुन कुन तत्त्वहरू छन् भनेर। अनि यो रहस्यलाई जान्नको लागि कोल्ड वारको समयमा दुई शक्तिशाली देश युएस र सोभियत संघ बीच रेस चल्यो। दुवै देशले पृथ्वीको कोरसम्म ड्रिल गर्ने प्लान गर्यो। अमेरिकाले प्रोजेक्ट मोहोलको नामले मेक्सिकोको पेसिफिक ओसियनबाट सुरु गर्यो। दिन रातको मेहनत अनि लाखौं डलर खर्च गरेर पनि युएस 183 मिटर यानि कि 600 फिट भित्रसम्म मात्र पुग्न सफल भयो। यो प्रोजेक्टमा लगभग 57 मिलियन डलर खर्च गरेर 1996 मा युएसले यो प्रोजेक्टलाई बन्द गरिदियो। त्यही सोभियत संघले कोला पेनिन्सुलाबाट गर्यो। 400 जनाको टिम, जसमा 50 जना वैज्ञानिक, 100 जना भन्दा बढी इन्जिनियरहरू र बाँकी सबै सहकर्मीहरूद्वारा मिलेर जम्मा 12.26 किलोमिटर ड्रिल गर्न सक्यो। जबकि यो मानव जातिद्वारा गरेको सबैभन्दा गहिरो ड्रिल बन्यो, जसलाई कोला सुपरदीप होल नामबाट पनि चिनियो। यो कति गहिरो छ भनेर तपाई अन्दाज लगाउन सक्नुहुन्छ कि पृथ्वीको सबैभन्दा गहिरो ठाउँ मरियाना ट्रेन्च पनि 1.3 किलोमिटर छोटो छ। यो प्रोजेक्टमा सोभियतले 32 मिलियन डलर खर्च गर्यो अनि 12 किलोमिटर ड्रिल गरेपछि 1992 मा यो प्रोजेक्टलाई पनि बन्द गरिदियो। यो मेगा प्रोजेक्टलाई बन्द गर्नुको कारण हो तापक्रम। जियोलोजिस्टहरूको भनाइ अनुसार 50 किलोमिटरसम्म टेम्परेचरमा कुनै बदलाव आउने छैन। यदि टेम्परेचर 100 डिग्री भन्दा माथि गएमा हामी यो प्रोजेक्टलाई बन्द गर्नेछौँ। तर 12 किलोमिटर ड्रिल गर्दा नै टेम्परेचर 180 डिग्री पुगेको थियो अनि नचाहँदा पनि यो प्रोजेक्टलाई बन्द गर्नु पर्यो, किनकि यति धेरै तापक्रममा कुनै पनि ड्रिल मेसिनले काम गर्न सक्दैन। दोस्रो कारण ढुङ्गा पनि मानिन्छ। हाई टेम्परेचरको कारण ढुङ्गामा पनि प्लास्टिक जस्तो लेदो ड्रिल मेसिनमा टाँसिन्थ्यो, त्यसकारण ड्रिल गर्न अझै गाह्रो हुन्थ्यो।